साथीहरु हेर्नुहोस् आज चाहिँ हामीहरु कहाँ आएको छौं यो नाम चाहिँ के साथी पार्क हो नि साकेत पार्कमा आएका छौं हामीहरु अब तपाईहरुले सोचिराख्नु भयो होला 1999 ओरा च्यानलमा यस्तो चाहिँ क्यामेरा कसरी आयो भनेर किनकि यो चाहिँ आइफोनबाट बनाउँदै छौं हामीहरु अनि यता चाहिँ यस्तो मस्त छ यतातिर पनि हुन्छ यता चाहिँ कताबाट जान्छन् त्यो थाहा छैन हामीहरुलाई यतातिर नि मस्तै छ हेर्नुहोस् यहाँ पनि हल्का बाटो काटेको छ यताबाट जाने ठाउँ छ कि यहाँबाट नागेर जान्छन् त्यो हामीलाई थाहा भएन तर हेर्नुहोस् यहाँ बालु पनि क्या मस्त छ यसलाई चाहिँ के भन्छ नि ढुङ्गा साना बालु अनि यति राम्रो छ यहाँ हेर्नुहोस् यहाँ पुरै एकदम हरियो हरियो एकदम राम्रै देखिरहेछ हामीहरु चाहिँ अर्को गार्डन हो या के अरू हो उता पनि मस्तै छ हामीहरु चाहिँ यताबाट आएको अनि अहिले चाहिँ हामीहरु यतातिर जाँदैछौँ अनि यहाँ चाहिँ इंडियन गार्डन उदान यहाँ चाहिँ खतरनाक जोडी पनि घुमिराखेको हुन्छ तपाईलाई अनि यति जोडी घुम्न मन छ भने चाहिँ हान्नुहोस् हेर्नु न क्या मस्त छ यहाँ आएपछि एकदम जो टेन्सनमा हुन्छ त्यो पनि सबै भुल्ने हुनुहुन्छ भुलिहाल्नुहुन्छ अनि यतातिर जानुहुन्छ कि आउनुहोस् हामी चाहिँ क्या मस्त छ नि यहाँ चल्ला चल्ला उनी चाहिँ मैनाहरू नेपालका मैना यहाँ उडेर आइसकेका छन् यति टाढोसम्म उड्ने अनि यहाँ चाहिँ पुरै यहाँ जस्तो लाग्ने आज भवाल एकदम है यहाँ चाहिँ थोरबहुत यस्ता नेपालमा पनि हुन्छन् तर एकदम मस्त छ अब यहाँ चाहिँ क्या मस्त छ यहाँमा साइकल चलाउन त झन् मजा आउँछ सायद साइकल चलाउन मिल्दैन जस्तो लाग्छ किनकि साइकल गर्दा साइकल देखिँदैनन् म चाहिँ राम्रै देखिरहेको छु जस्तो लाग्छ तपाईँहरू भन्नुहोस् कमेन्ट गर्नुहोस् म चाहिँ कस्तो देखिराखेको छु अनि कतिखेर लाज लाग्छ मान्छेका मुखले त्यसैले चाहिँ हामी यता कुनामा आएको मतलब यतातिर मान्छे धेरै जस्तो कम हुन्छ अगाडिबाट चाहिँ आउँदै हुनुहुन्छ मान्छेहरू सायद नेपाली पनि हुन सक्छन् इन्डियाका मान्छे पनि हुन सक्छन् हेर्नुहोस् हामी चाहिँ अगाडि जाँदैछौँ अनि यहाँ चाहिँ क्वालिटी एकदम राम्रो देखाइराखेको छ जस्तै हेमाटा फिल्म पनि बनाएको छ एउटा मान्छे टिम मिलेर फिल्म बनाएको छ हेर्नुहोस् यहाँ चाहिँ यस्तो खतरनाक राम्रो देखिराखेको छ हेर्नुहोस् मलाई पनि हेर्नुहोस् पछाडि पनि कोही हेर्दैछ तिमीहरू चाहिँ कुन त्यो थाहा छैन मलाई अनि यहाँ चाहिँ एउटा कुकुर ओ जङ्गली स्याल भेटियो हेर्नुहोस् जङ्गली स्याल यस्ता हुन्छ यहाँका मलाई माथि हमला गर्ने यसरी हेर्छ डर पनि लागिरहेको छ अनि यतातिर हेर्नुहोस् यहाँ माथि पनि क्या राम्रो छ ओहो कतिखेर ब्लड देखिन्छ अनि मेरो फेस चाहिँ कतिखेर राम्रो देखिन्छ सायद अनि हामी चाहिँ जाँदैछौँ अगाडि यहाँ चाहिँ भिडियो बनाउने भनेर आएको थियो ठिक छ यस्तै भिडियो बनाउनु तर मैले चाहिँ आसम भिडियो बनाएन त्यसैले कस्तो तरिकाले भिडियो बनाउनु पर्छ भनेर मलाई चाहिँ थाहा छैन अनि यहाँको चाहिँ बालु चाहिँ एकदम मन पर्यो अघि हामीहरू त्यहाँ थियौँ अब त्यहाँबाट चाहिँ अब यस्तै सायद घुमेर त्यतै जान्छ जस्तो लाग्यो यहाँ हिँड्न चाहिँ अलग्गै मजा आउँछ यहाँ हिँडे चाहिँ अलग्गै मजा आउँछ अब यहाँ हेर्नुहोस् यस्तो छ यो के हो यो ओ यो त भएर कि क्या हो ए भएर कि सायद यो भएर होइन त्यही पनि भयरको जस्तै रुख लाग्यो मलाई सायद हो कि क्या हो कमेन्ट गर्नु होला बयर त देखिन लागेन आजकल बयर फल्दैनन् जस्तो लाग्यो अब कहिले फल्छन् थाहा नै यहाँभित्र 2-3टा सर्प पनि हुन सक्छन् राम्ररी हेऱ्यो भने अब हेर्नुहोस् मलाई म चाहिँ यहाँ चाहिँ भिडियो बनाउँदै आउनु छु क्वालिटी चाहिँ एकदम राम्रो लागेछ भने कमेन्ट गर्नु होला कस्तो छ क्वालिटी कतिको राम्रो लाग्यो यस्तो तरिकाले भिडियो बनाउनुपर्छ अब यस्तै जाँदैछौँ हामीहरू यो बालु चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो यस्तो तपाईँको कलर फेभरेटको हो त्यो पनि कमेन्ट गर्नु होला जति कमेन्ट गर्न मन लाग्छ त्यति गर्नु होला ल ठिक छ अब हेर्नु साथीहरू अघि चाहिँ हामीहरू यताबाट गएका थियौँ अहिले चाहिँ हामीहरू यताबाट आएका छौँ यो पार्क चाहिँ यति ठुलो छ यो नाम चाहिँ के हो म बार बिर्सिन लागेको छु साकेत पार्क हो यो यति ठुलो छ मस्त छ त्यताभन्दा ज्यादा यता मजा आउँछ यहाँ चाहिँ रोड पनि एकदम बवालको छ अनि यो एकदम मजा आउँछ अघि चाहिँ हामीले मजुर देखेका थियौँ तपाईँहरू हुनु पत्ता पनि देख्न सक्नुहुन्थ्यो हामीहरू चाहिँ त्यसलाई सायद भाग्दैन भनेर नजिक गयौँ तर त्यो चाहिँ भाग्यो तर केही छैन अर्कोचोटि आइन्छ अर्कोचोटि देखेपछि तपाईँलाई देखाउन पनि सक्छौँ लिनु पाएँ